हेलो सबैजना नमस्कार। आज चाहिँ एउटा छोटो भिडियो मेमोरीको लागि यसो देखाउन गर्न मन लागेकोले यो मेरो घरको यो जुन छतमा गमलामा रोपेको जुन यो ड्रागन फ्रुट आज यो 82 सालको यो एकदमै अन्तिम अब यो फल हुने भएकोले मेमोरीको लागि हजुरलाई देखाउन गइरहेको छु। अब यो मेरो ड्रागन फ्रुट यहाँनिर हेर्नु होला, हजुरहरूले पनि यसरी नै फलाएर मिठो गरी खानु होला भन्दै यो एकदमै राम्रो साइज यो ड्रागन चाहिँ खास गरी हातले त्यतिकै गर्नुभन्दा पनि कैँचीले टक्क यसको जुन हेरेर चाहिँ यसरी टिपेर काटेर गर्दा एकदमै राम्रो हुने रहेछ र हजुरहरूले पनि यसरी कैँचीले काटेर टक्क टिपेर यसरी खानु होला। यो मेरो यो घरमै रोपेको यो जुन गमलामा चाहिँ रोपेको यो ड्रागन फ्रुट हो। ड्रागन फ्रुटको पनि यो अस्ति योभन्दा हप्ता दिन अगाडि 1 केजी जस्तो हामी टिपिसकेका छौँ र खाँदै पनि छौँ। यो लास्ट फेरि यो एक चरण यो अन्तिम चरणमा यो पाकेको यो ड्रागन फ्रुट हो। यसको साइज पनि हेर्नु न कति राम्रो, कत्रो ठुलो क्या। यस्तो भनौँ अब मान्छेहरूले अब भन्छ तपाईँहरू के लाउनुहुन्छ भनेर भन्नुहुन्छ। हामी केही पनि लाउँदैनौँ, यही घरमै भएको जस्तो पात पतिङ्गारको र घरभरि भनौँ परेवाहरू छन्, परेवाको सुली यस्तै गरेर मिसमास गरेर हामी हालेका हुन्छौँ र त्यही तरकारी सागसब्जी पकाउँदाखेरिको निस्केको बोक्राहरू जस्तै हालेर चाहिँ हामीले यसरी फलाएर खाने गरिरहेका छौँ। अनि यसरी अब यो अन्तिम हो यो हाम्रो यो ड्रागन फ्रुट मेरो हजुरले कसरी फलाएर खानुभएको छ, खाइराख्नु भएको छ। हाम्रो छतमा जम्मा 4 बोट छ। 4 बोटमा हामी मडक्कै किनेर खानु नपरिकन एकदमै राम्रो एकदम भने जस्तै जे होस् हाम्रो ड्रागन फ्रुटबाट एकदम सन्तुष्टिजनक। तपाईँहरूले पनि यतिको साइज यो फ्रुट मध्येमा खाँदाखेरि पनि यति मैले टिपिसकेँ। अब अर्को बोटमा जाँदैछु। यहाँनिर अर्को बोटमा पनि हजुरले यहाँनिर म देखाउन गइरहेको छु। यसरी म यो माथि चढेर राम्रो टिप्न पनि माया लाग्ने यत्रा ठुल्ठुला है, खान पनि माया एकदम राम्रो ठुल्ठुला बडा यस्तो ड्रागन फ्रुट फलाएर यो खानुभन्दा खुसी नै होला र मलाई आफै गर्व लागेको छ। अर्को बोटमा फेरि म यहाँनिर प्रस्थान हुँदैछु। अर्को बोटमा पनि पर देख्नुहुनेछ नि, यहाँ पर यो बोटमा अब म टिप्न लाग्दैछु। यी ठुल्ठुला यहाँ पनि साइजमा कमी छैन, सबै एउटै साइजका ठुल्ठुला बडा साइजहरू फलेको छ। एकदमै सन्तोषजनक छु। अब म माथि चढेर यसरी टिप्नेछु। हेरिदिनु होला ड्रागन फ्रुटको कस्तो ठुल्ठुलो। यो एउटै 1 पावा भन्दा बढी छ है। यो अब यसरी बेला आफ्नै फलाएको ड्रागन फ्रुट तल झरो फलाएको अर्ग्यानिक ड्रागन फ्रुट यसरी यो डाली भरि यसरी टिपेर खान पाउँदा योभन्दा खुसी मलाई अरू केही छैन। एकदम खुसी छु। बजारमा पनि यतिको साइज झन्नै पाइँदैन होला, म त्यही भएर मलाई एकदम सन्तोषजनक लाग्छ। ल आजको यो भिडियो हजुरहरूलाई कस्तो लाग्छ, हजुरले पनि यस्तै साइज फलाएर खानु होला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। हवस् त, नमस्ते सेवारू।